के भन्नु छ हेलो सबैजनालाई भन्छु म चाहिँ हेलो सबैजनालाई भन्छु म चाहिँ सो हेलो नमस्ते एभ्रिवान इट्स मी आदित्य एन्ड आज चाहिँ हामी चितवन जाँदैछौँ मेरो भाइहरूसँग मेरो मामा पनि हुनुहुन्छ सँगै हेलो मामा हेलो यता हेर्नु त सो आज चाहिँ हामी चितवन जान आँटेको मेन कारण चाहिँ गेम खेलाउनु है हामी तपाईँहरूलाई थाहा नै होला हामी जहिले पनि गेम खेलाउँछौँ अटोबेलबाट होस् अस्ति वीरगञ्ज गएर गेम खेलाएको थियौँ सो यो पालि चाहिँ चितवनको पालो चितवनमा तपाईँहरू हुनुहुन्छ भने हामी आइरहेको छौँ है चितवन र पोखरा चाहिँ हाम्रो गो टु प्लेस है अलवेज सो अहिले चाहिँ हामी ट्राभलिङ कहाँ पुग्यो सो धार्के पुगिसक्यो हामी निस्केको अलमोस्ट 1 आवर भयो अब हामी सानो कफी ब्रेक या केहीमा रोकिन्छौँ अनि सिधै त्यसपछि हेरौँ कहाँ हुन्छ बाटो चाहिँ हेर्न सक्नुहुन्छ अहिले भलकमा सबै जान्छौँ भलकमा अब अहिले हामी कहाँ अरे ठ्याक्कै हामी मलेखु रौनक ऱ्यान्डम प्लान होइन नि त लास्ट मोमेन्ट प्लान के खाने त ए मलेखु आइपुग्यौँ है ए छिटै थाहा पाइएछ ओहो भ्यू त दामी छ त यार ए सुरुमै झोल त अनि माछा मात्र छ जेको लागि आएको हामी त्यही रहेछ मेन यता बस्छु म त अलि लाइटिङ चाहियो भ्लगरहरूलाई त अलि एन्टी लाइट पऱ्यो भने त गाह्रो पर्छ यहाँ बसौँ झोल तरकारी ब्ल्याक टी ब्ल्याक टी भयो नि हुन्छ हामी के खान्छ त साग खाने झोल तरकारी बिहान बिहान दुध चिया खायो भने चाहिँ डेढ हो डेढ होइन तपाईँ पछाडि बस्नुपर्छ अनि मैले ब्लगमा आउने सो अहिले चाहिँ हामी यहाँ टक्क मलेखुमा झोल तरकारी खान रोकिएका छौँ होइन यहाँबाट मुगलिन गएर चार्ज गर्नु पऱ्यो त्यसपछि चितवन गएर आज चाहिँ हामी लिरिकल के अरे कम्प्लिट द लिरिक्स गेस द लिरिक्स भने नि भयो कम्प्लिट द लिरिक्स भने नि भयो टक्क भन्न लाउँछौँ जसले भन्यो त्यसलाई टी सर्ट फ्याट दिइहाल्ने हो फेरि होइन त यो क्यामेराको त्यो नै यही हो क्या त्यही भएर गियर्सहरूमा गुड इन्भेस्टमेन्ट भयो भने यस्तो माइक पनि दामीवाला आउँछ अनि क्यामेरा क्वालिटी पनि बवाल आउँछ ट्रेस पनि बवाल स्टार्ट भयो नमस्कार सबैजनालाई है नमस्ते हामी अहिले मलेखुको भाषा नभइसक्यो फलो गर्नु होला यहाँ माथि क्यामेरामा हेर माथि क्यामेरामा चाहिँ उयो माथि चाहिँ त्यस्तो साह्रै यो मोनिटरमा होइन कि सरी कपाल मेरो अलिकति माथि भयो हो एसेन्सियल्स भनेको यिनीहरूले है कागती अनि प्याज खुर्सानी होइन सबै अहिले बिल्ला हुन्छ भनेको अब यहाँबाट चाहिँ मैले टेक ओभर गरिसकेँ गाडीलाई होइन अब सर हामी चितवन सौरा होइन कहाँ रे कहाँ जान आँट्यो अरे हामी पिपल चोक ल हामी चाहिँ अहिले कहाँ छौँ सौरा हेर्दै हेर्दै सौरा पनि आइपुग्यो सौरामा खाना आएको अरे हामी यस्तो त बिजोग छ हाम्रो त्यहाँ कहाँ चार्ज गर्ने भनेर बसेको मान्छे सौरामा खाना आइन्छ यतिको गाडी इलेक्ट्रिक भयो भने फाइदा चाहिँ यही हो है बिगाडीले स्पोन्सर गर्ने हो मैले यत्रो तारिफ खाँदैछु स्पोन्सर छिटो गर बिगाडीमा गाह्रो छ
जुनमा गयो नि खाने नै हो, जहाँ गयो नि खाने नै हो। यो लास्टमा पैसा तिर्नै पर्छ क्या अरे, जता खायो नि। टेन्सन नलिनु, टेन्सन नलिनु। यता यता होला, यता यो अगाडि भनौँ न, चालु गर्नु न, बनाउनु है सबैजना। ए चालु के गफान्छ खाना इज अन द वे होइन। ब्याट्री नै सकेको छ, 10% रह्यो भने ठिकै छ। अर्को फोनको जस भिडियो बनाउनलाई चाहिँ हामीले फोन युज गर्छौँ। फोनको लागि छुट्टै माइक छ। यो माइक चाहिँ यहाँसम्मलाई मात्र, असममा जुन जुन भ्लग गर्यो त्यसको लागि मात्र काम लाग्छ। सो वी आर डन फ्रम हियर। अब हामी यहाँबाट गाडी चार्ज गर्न जान्छौँ। गाडी चार्ज गरेर अनि भिडियो बनाउनु होइन त, नारायणीको थियो टाढा। अनि भिडियो चाहिँ कसले बनाउँछ? ए गाडी चार्ज गरेर सुतिन्छ गाडीमा। अनि त्यसपछि त्यहाँबाट नारायणीको छेउमा गएर टक्क गिभ अवे हानिन्छ। अनि अब नारायणीको छेउमा भेटौँला। धन्यवाद। पुरै खाली रहेछ त। दुईजना बोलेर आइज आइज स्कुटी भएको मान्छेहरूलाई के टेन्सन। ल फाइनली नगर न, साँच्ची आउँछ तैँले गरेर। आयो साँच्चीकै आउँछ अहिले गाली खान्छ काठमाडौँको खलासी होइन म यहाँ कुदेको कटेर अब 500 गरेर आइज त ब्याटिङ भन्नु आइज न। अब त ढिलो गरिस्, म टेम्पो चढेको हो कि पोखरा के अरे पोखरा बस्दा पारस बस्दा गएछ। पारस बस्दा हामी नारायणीको पुल के अरे तिरमा छौँ। अनि ए केटाहरू रेडी हुँदैछन्। हाम्रो गिभ अवेको टी सर्टहरू चाहिँ यसमै छ है। ल समत धन्यवाद। ल सबले अरू बेला लाइक सब्सक्राइब गरौँ न। म भन्छ त अलिकति गाह्रो हुँदो वाइल्ड गर्मी यार, वाइल्ड गर्मी भए पनि कलर उठाएर घाँटी बचाइरहेको छु। ल लो रेकर्डिङ नट अवेलेबल वाइल अन क्वालिटी बात चलो ल एकछिन ल सँगसँगै जानु पर्ला नि। 1 2 3 को फर्स्ट वर्ड भन्छु, त्यसपछि सेकेन्ड चाहिँ ब्रदरले भन्नु पऱ्यो। जसरी फुलथुङ्गे रानी भनेपछि त्यसपछि के आउँछ चाहिँ तपाईँले के छान्नु पऱ्यो है त। स्टार्ट हो। अटोवेललाई चाहिँ फलो गर्नु भएको छैन नि त। अगाडि छ प्रिन्ट टक्क। ल ल ल ल तपाईँले कम्प्लिट गर्नु पऱ्यो जति जे होस्, अलि लामोसम्म है त। हुन्छ ल त्यसो भए इजी। नेपाली हिन्दी कुन? नेपाली हो। मायाको बारीमा ल ताली ताली सबजना एकचोटि। ल कम्प्लिट गर्नुभयो। सो तपाईँलाई चाहिँ नेपेस्थेटिकको तर्फबाट युनिसेक्स टी सर्ट, यो चाहिँ हजुरको लागि। अनि यो झोला त्यो खोलेर नि हेर्नु ल तपाईँलाई। ल यहीँ खोल्नु, यसो हामी टी सर्टको पनि प्रमोसन होस् न। हामीलाई चाहिँ फलो चाहिँ गर्नु, हाम्रो ठ्याक्क आउँछ टिकटकमा र इन्स्टाग्राममा। कस्तो छ? ठिक छ। धन्यवाद हाम्रो गेममा पार्टिसिपेट हुनुभएकोमा। त्यही भएर तपाईँहरूले फलो गर्न चाहिँ एकदम नै जरुरी छ। फलो गरे भने चाहिँ फ्रीमा है, यस्तो गेम सेम केही खेलाउँदिनँ। नेक्स्ट टाइमबाट फलो गर्नु हो भने फ्रीमा है अर्को पालि। ल अब चाहिँ हामी काठमाडौँतिर लाग्छौँ। धन्यवाद हामीसँग जोडिरहनु भएकोमा। बाई बाई। चितवन सिरिजको लागि वी आर डन। वी आर हेडिङ ब्याक टु काठमाडौँ।
अब आनन्दले गएर चार्ज भइसक्यो हुन्छ गाडी गएर एसीमा बस्छौँ आनन्दले जान्छौँ अनि आज बेलुका फेरि नयाँ भिडियो सुट सो अर्को भिडियोसम्मको लागि चाहिँ स्टे ट्युन बाई बाई टाटा